अब सुन ल हजुरको नाम के मिली विश्वकर्मा भन्नुभयो मिली विश्वकर्मा हजुर कति 54 कि 55 वर्ष हुनु 55 वर्ष है हजुर कति महिनाको ट्रिटमेन्ट गरिदिनुहोस् तपाईँहरू चाहिँ यो पाठेघर र पित्त थैली भन्नु नि होइन पिसाब थैलीको 3 महिना हो 3 महिना ट्रिटमेन्ट गरिदिनुहोस् हजुर हजुर कहाँ यो चितवन क्यान्सर हस्पिटलमा हजुर अहिले समस्या अलिक बढ्नुले हजुर यो स्टेज चाहिँ लगभग के अन्तिमै भइसक्यो तपाईँहरूको क्यान्सरको स्टेज चाहिँ यो निकै समस्या नै बढिसक्यो ग्रस्त अवस्थामा हजुर थाहा पाइयो भनौँ न थाहा पाइयो पहिले नि थाहा पाउनु भएको भए लगभग सुरु नै थाहा भएन हजुर समस्या अलिअलि चाहिँ अब 1.5 वर्षै जस्तो भएको थियो तर अहिले लगभग के हो भन्ने कुरो थाहा भएन पछि क्यान्सरै अन्तिम स्टेज भएको देखियो होइन त रिपोर्टमा चाहिँ रिपोर्टमा पहिले चाहिँ अब खासै यो यत्रो रोग छ भन्ने पनि लागेन हिजो अस्तिसम्म वास्ता गरेन वास्ता पनि गरेन ठुलै समस्या देखेपछि लगभग चेक गर्दाखेरि चाहिँ लगभग अन्तिम स्टेजको देखायो रिपोर्टमा हजुर अहिले भनेको अब सबै हजुर शरीरको गल्दै आउने त्यस्तै हुँदो रहेछ समस्या त पहिले चाहिँ अब समस्याको उपचार नगरुन्जेलसम्म केही खासै त्यसलाई के अरे सर्पलाई दुध खुवा जस्तै आनन्दै हुँदै गयो जब अहिले उपचार गर्दै जाँदाखेरि चाहिँ अब त्यसलाई गल्दै जाने अब त्यसले केही भित्र किटाणुलाई समस्या पुग्दै जाँदाखेरि अब समस्या बढ्दै जाँदो रहेछ हजुर समस्या बिस्तारै अब हजुरले आर्थिक सहयोगको याचना गरिनु भएको छ होइन सबैसँग नसकेपछि अवस्था चाहिँ गर्नै पऱ्यो होइन अवस्था अनुसार हजुर गरिसक्दा त अब आफ्नैले धान्न सकिला भन्ने कुरो सोच्दा नगरौँला भन्ने थियो यो क्यान्सर जस्तो ठुलो रोग होइन समस्या त बाध्यतै पर्ने जस्तो स्थिति आयो अब खेपको अब 80-90 भन्दा बढी बोकेर जानु पर्ने रहेछ त्यसले पनि नधान्दो रहेछ हजुर अहिले चाहिँ ट्रिटमेन्ट कति किमो दिइरहनु भएको छ नि किमो चाहिँ एक खेपमै अब 70 भन्दा उँभो लाग्दो रहेछ एकपटकमा 70,000 माथि एकपटक अन्त आउने जाने खाना भाडा बाइकै 70-80 हजार त त्यसैलाई लाग्दो रहेछ अन्त हजुरको पनि भनाइ के राख्छ फेरि तपाईँको पनि उहाँ चाहिँ श्रीमान हुनुहुन्छ व्यक्तिगत सम्बन्ध हजुर 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 सबैसँग अब यसो आर्थिक सहयोग हजुर जुटाउदेखि उपचार हुन्छ भन्ने चाहिँ हजुर सहयोगको जुटाउने सबैजनालाई सहयोग गरिदिनु हुन आग्रह गर्दछु समस्या होइन हस् हुन्छ हस्